नमस्कार है सबैलाई नमस्कार। हेर्नु न हाम्रो पड्के चाहिँ खोज्ने मान्छेहरू अगाडि 100 जना जानु हा पछाडि आउँदै हुन्छ गेटबाट नि। अब हेर्नु हाम्रो साथीहरू हैन यसरी हिँडिहाई यहाँ एउटी लुक्दै हिँडेछन् स्कुलहरू। हेर्नु है साथीहरू जङ्गलमा हेर्नु ए पड्के चाहिँ पायो मान्छे पनि कति हो आमा हो नि यस्तो जङ्गलमा कहाँ रे कान्छी अब त लैन्छ होला पानी नै आएन है क्याम्पस थियो गायकहरू है मेरो अहिले न्युज र पड्के ल्याउन पाइया जाने अरे शकुन्तला मैले उपदेश प्रधान भन्न नजाने र आमा कति घिगाए मलाई। रमाइलो गर्न हँसाउन जान्ने तर उपार प्रधान भन्न नजान्ने क्यान्सन बाहिर हामी सब यहाँ त बनाउने गएको शकुन्तला हामी सबैले जात दियौँ अनि त्यहाँबाट के अरे यिनले चाहिँ के भन्ने म त घर घर झुन्डिएर जात दिएर आउँछु बाहिरमा क्या हाम्रो मितिनी बुहारीले पढाउने पढेपछि त मेरै आङ्गना राखेर पढाएको होइन होइन उहाँ बाहिरमा नि के भने हौ भाइरल फुल पनि यसो हेरौँ न भाइरल भएको फुल हो हाम्रो यो ल हाम्रो क्यामुना घोल डाँडो पछाडि रिउ दाजुभाइहरू पड्के च्याउला दौडेर आउनु हा ल आउनुहोस्। यति रमाइलो हुन्छ कि जङ्गल साथी हो 60 61 62 वर्षमा त म त दौडिएको छु अरू किन नदौडिने ल हेर्नुहोस् के भन्नु माइलो हो नि भाइरल फुलै भाइरल मान्छे नै भाइरल होइन जेठा दौडी खास अजल दिदीका बुढा हेर दौडेका दौडी ठुलो दौडी टिपिसके जङ्गल पस्या हेर्नु 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 है साथीहरू पड्के च्याउला हेर्नु न रातो झोला लिएर कति टिप्यो कान्छी ए रमाइलो मान्छे कति जानु जङ्गलमा 100 जना गइसक्नु हो। अब उहाँ इन्द्रपुरी गीतानगर चौक बजार तोरी खेत ल्याएर छिर्न आयो कहाँ ल्याएर है ऊ हेर्नु साथीहरू पाए लान्छु नपाए हाँस्दै जान्छु म त यो कहाँ पाउनु ल्याएर जङ्गलभित्र गरौँ ल्याएर जङ्गलभित्र हेर्नु न हेर्नु है यति रमाइलो क्या 400-500 जना हुनुहुन्छ कोही पारी घोल तरे जानु कोही यहीँ क्यामुना डाँडो भनिन्छ यसलाई ल्याएर ए एउटा पड्के च्याउ खोज्नुहोस् म गीत गाइदिन्छु अब जङ्गलभित्र ल ल मान्छे उता उता ल ल ल ल्याएर यहाँ एउटा बुढी यो टाढीकी बुढी हुने चाहिँ कोही छैन चिनेको कोही छैन चिनेको बिसुरमा हिँडेको के अरे यो वनमा चरी उसको मन नपारी